Hello everyone, Namaste. This is me Kavita from Kathmandu, Nepal. I'm an online business owner, mentor and entrepreneur र अहिले चाहिँ मेरो 90 डेज रिल च्यालेन्ज चलिरहेको छ भने आज मेरो डे 87 भएको छ र आजको टपिक्स रहेको छ हरेक मिस्टेकले नै हजुरलाई चाहिँ एउटा सक्सेस बनाउँछ हैन सक्सेसफुल पिपल बनाउँछ जसले चाहिँ मैले मिस्टेक गरेँ हैन अब मैले के गर्न सक्दिनँ भने कहिले पनि सोच्नु हुँदैन जब तपाईँ लड्नुहुन्छ यति लड्नुहुन्छ त्यसपछि उठेपछि तपाईँ यति मजबुत हुनुहुन्छ नि तपाईँलाई कसैले हल्लाउन सक्दैन त्यही भएर मैले मिस्टेक गरेँ हैन मैले गर्न सक्दिनँ अनि यो मेरो लागि होइन भन्ने कुरा त्यो नेगेटिभ थट चाहिँ कहिले पनि राख्नु हुँदैन मान्छेबाट नै मिस्टेक हुन्छ र त्यही मिस्टेकले चाहिँ हामीलाई चाहिँ लाइफ जिउनको लागि सिकाउँछ हैन आफूले के काम गर्दै हुनुहुन्छ त्यो कामको लागि चाहिँ अझ तपाईँलाई चाहिँ प्रेरणा मिल्छ किनभने यो बिजनेसमा पनि रिल्स बनाऊ पोस्टिङ गर हैन अनि लाइभ सेसनहरू चलाऊ त्यो सबै आफ्नो चोइसको कुरो हो तर पनि ओहो मैले मिस्टेक गर्छु कि भनेर नगर्नु चाहिँ ठुलो गल्ती हो कि किनभने त्यो मिस्टेकबाट नै हामी चाहिँ एकदम स्ट्रङ बन्छौँ क्या पावरफुल बन्छौँ सो तपाईँले यो बिजनेस गर्नुहुन्छ भने नि म ट्रेनिङ लिन सक्छु हैन ट्रेनिङ लिँदा केही मिस्टेक होला इट्स ओके हैन मान्छे हो गल्ती हुन्छ भनेर नै हामीले चाहिँ अगाडि बढ्नुपर्छ र त्यस्तो मिस्टेकहरूलाई चाहिँ तपाईँले भन्दा पहिला चाहिँ तपाईँको एउटा टिमवर्क हैन तपाईँको टिमको साथीले तपाईँको मेन्टरले तपाईँको कोचले चाहिँ तपाईँलाई चाहिँ गाइडलाइन गर्छ थ्याङ्क यू सो